लाल शोभा उत्कृष्ट आमा 2082 गण्डकी प्रदेश स्याङ्जा जिल्ला फेदीखोला 5 बाँगे निवासी 52 वर्षीय प्रतीक्षा तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा 2078 देखि 2081 मा श्रीमणि प्रसाद तथा रेजिना तमु छात्रवृत्ति प्राप्त गर्न सफल छात्र सिद्धान्त तमुकी ममतामयी आमा हुनुहुन्छ। आमा एम कुमारी तमु र बाबा पूर्ण बहादुर तमुका जेठी सुपुत्री प्रतीक्षा तमु उच्च शिक्षा अध्ययन गर्ने मनभरि रहर हुँदाहुँदै पनि कक्षा 7 सम्म मात्र अध्ययन गर्न पाउनुभएका उहाँ बिलबहादुर तमुसँग वैवाहिक गाँठो गाँच्नुभयो र गृहस्थी जीवन बिताउन थाल्नुभयो। तमु दम्पतिका 4 जना सन्तान मध्ये 3 जना सन्तानहरू शोभा तमु, शान्ति तमु र सिद्धान्त तमुले प्रतिष्ठानबाट छात्रवृत्ति प्राप्त गर्न सफल भए र माहिली छोरी सोमनिमाले पनि रेड क्रसबाट छात्रवृत्ति प्राप्त गर्न सफल भएकी थिइन्। यति तृष्ण बुद्धि भएका 4 सन्तानका जन्मदाताका आय स्रोत भने कृषि तथा पशुपालन नै हो। श्रीमानले गाउँमा ज्यानी गरेर कमाएको घरमा उत्पादन गरेको घिउ, खसी, बोका, कुखुरा बेचेर आर्जन भएको पैसा जम्मा गरी छोराछोरीको पढाइको लागि खर्च गर्नुहुन्थ्यो। घरै बसी पनि छोराछोरीहरूलाई यति राम्रो शिक्षा दीक्षा दिएको देख्दा गाउँलेहरू उहाँको गृहस्थी व्यवस्थापन कला देखेर छक्क पर्थे। दिनरात परिश्रम गरेर पनि सन्तानलाई सक्षम र योग्य बनाउनु पर्छ, जसरी पनि राम्रो शिक्षा र संस्कार दिनुपर्छ भन्ने चेतना भएका उहाँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका पनि हुनुहुन्छ। कहिले काहीँ आफ्ना सन्तानले स्कुल जान इच्छा नगर्दा पनि फकाएर सम्झाएर विद्यालय जान प्रेरित गर्नुहुन्थ्यो र गृह कार्य गर्न पनि सघाउनुहुन्थ्यो। परम्परागत रूपमा गुरुङ समुदाय शिक्षामा भन्दा रंग रमाइलोलाई बढी प्राथमिकता दिने र पढाइलाई कम महत्व दिने हुनाले आफ्नो सन्तान शिक्षाप्रति आकर्षित हुन् भन्ने धारणा सहित नजिकको विद्यालय छोडेर कक्षा 5 सम्म ब्राह्मण समुदायका बालबालिकाको बाहुल्यता रहेको भगवती प्राविमा पढ्न पठाउनुभयो। यिनै महान आमाको कान्छो सन्तान सिद्धान्त तमुले यस वर्ष 2082 मा तमु सांस्कृतिक प्रतिष्ठान नेपालबाट छात्रवृत्ति प्राप्त विद्यार्थी मध्ये कक्षा 12 को बोर्ड परीक्षामा विन्ध्यावासिनी मावि पोखराबाट विज्ञान संकायमा सर्वोत्कृष्ट नतिजा 3.20 GPA हासिल गर्न सफल भई उहाँ यो वर्षको लाल शोभा उत्कृष्ट आमा अवार्डद्वारा पुरस्कृत हुन सफल भएको छ। यस संस्थाको अक्षय कोष दाता पर्यटन व्यवसायी श्री हिमाल तमु आफ्नो सफलताको पछाडि आमाको महत्त्वपूर्ण योगदान भएको कारण कुनै पनि सन्तान सफल हुनमा उनको आमाको ठूलो भूमिका रहेको हुन्छ भन्ने अवधारणाले सम्पूर्ण आमाहरूको सम्मानको लागि यो अवार्ड प्रदान गर्न सुरु गरिएको हो। सिद्धान्त तमुको यो सफलताको पछाडि पनि उनकी आमा प्रतीक्षा तमुको अतुलनीय र अविभाज्य बलिदान र योगदान रहेको छ भनी प्रतिष्ठानले तपाईलाई पुरस्कृत गरिएको छ। यहाँलाई उत्कृष्ट आमा हुन सफल भएकोमा हार्दिक बधाईका साथै सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको शुभकामना दिँदै यस वर्षको सर्वोत्कृष्ट विद्यार्थी सिद्धान्त तमुलाई पनि उत्तर प्रगतिको कामना गर्दछौं। धन्यवाद। नमस्कार, मेरो नाम प्रतीक्षा गुरुङ हो। मेरो घर फेदीखोला गाउँपालिका वडा नम्बर 5 बाँगे हो। मेरो छोरा सिद्धान्त तमुले 2078 सालबाट 4 वर्षसम्म तमु संस्कृति प्रतिष्ठानबाट मणि प्रसाद तथा रेजिना तमु छात्रवृत्ति प्राप्त गर्न सफल भयो। यस वर्ष तमु संस्कृति प्रतिष्ठान नेपालद्वारा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमध्ये कक्षा 12 मा उत्कृष्ट अङ्क ल्याई हिमाल तमुद्वारा स्थापित लाल शोभा उत्कृष्ट आमा अवार्ड पाउँदा एकदमै खुसी छु।
तमु संस्कृति प्रतिष्ठानको छात्रवृत्तिबाट हौसला मिलेर मेरो छोराले आफ्नो पढाइ राम्रो गर्यो। यसको लागि म तमु संस्कृति प्रतिष्ठानलाई र आजको यस लालसुवा उत्कृष्ट आमा अवार्डका स्थापनाकर्ता हिमाल तमुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो उत्कृष्ट आमा अवार्ड भविष्यमा पनि निरन्तरता रहोस् ताकि अन्य विद्यार्थी र आमाहरूले पनि पढ्न र पढाउन प्रोत्साहन मिलोस्।